वेलकम टू बुल हाउस इन्भेस्टमेन्ट एभ्रीवन र मार्केटको हामीले रिसेन्ट डेजको ओभरअल मोमेन्टम हेर्ने भने कम्प्लिट साइडवेज मोमेन्टम देखेका छौँ हामीले लगभग 8 देखि 10 ट्रेडिङ डे भइसक्यो सिमिलर लेभलमा चाहिँ मार्केट सस्टेन भइराखेको देखिन्छ है त अब एग्रेसिभ भोल्युमहरु पनि आउन सकिराखेको छैन पास्ट लगभग 20 to 40 डेज भइसक्यो होला हैन यो लेभलदेखि हामीले सिमिलर लेभलको 5 to 6 अरबको ट्रेडिङ भोल्युम देखिराखेको छौँ एकदमै अपवर्ड मोमेन्टम जब मार्केटले पुश गर्न ट्राई गर्छ यो जुन लेभलमा क्याश फ्रिज भएको छ एउटा रेसिस्टेन्स लेभल यहाँ चाहिँ हामीले सेलिङ प्रेसर्सहरु पाइराखेका छौँ है र रिसेन्ट डेजमा एउटा मात्रै कुरा रिपिट गरिराखेका छौँ हामीले पनि हैन यदि तपाईहरु कन्फर्मेसन ट्रेडरहरु हुनुहुन्छ भने यो लेभलको ब्रेकआउट कुर्नै पर्यो त्यस्तो होइन भने इन्डिभिजुअल स्टकमा फोकस गर्ने मजाले इन्डिभिजुअल स्टक हेर्ने तिनीहरुको मोमेन्टम समात्ने त्यहीसँग फ्लोमा जाने स्टप लस ट्रेड गर्ने है सो सिमिलर वेमा हाम्रो ट्रेडहरु पनि त्यसरी नै छ एकदमै एग्रेसिभ मार्केटलाई नहेरिकन ट्रेड कुनै पनि लिएकै छैनौं हैन रिसेन्ट ट्रेडमा आज पनि टप 10 गेनर्समा एउटा स्टक छ हिजो पनि देखिएको थियो सेकेन्ड पेजमा पनि अरु स्टकहरु छ अहिले त्यसको बारेमा पनि हामी डिस्कस गरौँला र मार्केटको मोमेन्टम एभरेज छ एकदमै अब सर्ट टर्म ट्रेडिङको लागि चाहिँ बेस्ट सिचुएसन अहिले सबै किन्नु पर्छ है भन्ने खालको ओभरअल सिचुएसन्स पनि देखिदैन तर अब 100% एक्जिट गरेर बस्नु पर्छ है भन्ने खालको प्रेजेन्ट कन्डिसनमा त्यस्तो सिचुएसन पनि छैन है सो एकदमै ब्यालेन्स वेमा चल्दाखेरि चाहिँ बेटर देखिन्छ 50 to 60% स्टक होल्डिङ राख्ने 30 to 40% चाहिँ मिनिमममा पनि क्याश राख्ने त्यस्तो गरियो भने एउटा डिस्काउन्टेड जोन आउँदा पनि आफूलाई फर्दर मोर एडिसन्सको लागि आफूसँग क्याश ब्याकअप हुन्छ हैन एक न एक बाउन्स आइहाल्छ मेजर डिस्काउन्टेड जोन आइसकेपछि त्यो बेलामा हामीले क्याश म्यानेज गर्न सकिन्छ फर्दर मोर स्टक एड गरेर अनि त्यस्तो नहुँदा फर्दर मोर अपवर्ड मोमेन्टमै क्यारी गरेर गयो मार्केटले यो लेभल नै पुरै ब्रेकआउट दियो भने चाहिँ त्यस्तो अवस्थामा हामीले फेरि पनि फर्दर मोर स्टक एडिसन्सको लागि हेरेर चाहिँ यतातिरको टार्गेट्सहरु हामीले इजिली सेट गर्न सक्ने अवस्था चाहिँ देखिन्छ है त सो अहिलेको प्रेजेन्ट कन्डिसन्स नेप्सेमा एकदमै मिनिमल फ्लक्चुएसन्समा छ इन्डिभिजुअल स्टक नै फोकस गर्दाखेरि बेटर हुने देखिएको छ है ल अब आजको भिडियोमा हामी हजुरहरुले नै दिनुभएको स्टक क्वेरीजहरु के छ त्यसको बारेमा पनि डिस्कस गर्ने छौं यदि नयाँ हुनुहुन्छ भने सबैजनाले हाम्रो च्यानलमा सब्स्क्राइब गर्नु होला सबैजनाले भिडियोलाई लाइक पनि गर्नु होला र शेयर पनि गर्नु होला है त र यहाँ चाहिँ हाम्रो विभिन्न सोशल मिडिया प्लेटफर्महरु छ हजुरहरुले हाम्रो फ्री टेलिग्राम ग्रुपमा पनि फलो गर्नु होला जोइन गर्नु होला व्हाट्सएप भाइबर टेलिग्राम सबै नै छ है सो तपाईहरुले फलो गर्न सक्नुहुनेछ र भोलि फ्राइडे छ हजुरहरुको केही पनि स्टक क्वेरीजहरु छ भने यहाँनिर हजुरहरुले कमेन्ट गर्नु होला भिडियोको अन्तिममा हजुरहरुको क्वेरीजहरु के छ त्यसको बारेमा हामी डिटेलली डिस्कस गर्ने नै छौं ल अब आउने टाइम फ्रेममा के छ त मार्केटको मोमेन्टम है अब आउने टाइम फ्रेमको इन्डिकेसन त्यस्तो गुड चाहिँ छैन किनभने एउटा लो जुन थियो सेट गरेको त्यसलाई भत्कायो हाईलाई ब्रेक गर्न सकेन यहीँबाट अलिकति रिजेक्सन आइराखेको छ यो लोलाई पनि ब्रेक गर्ने भने फेरि लोअर हाई लोअर लो गर्दै यसरी आउन सक्ने चान्सेस पनि देखिन्छ बजारमा तर अब अहिलेको प्रेजेन्ट कन्डिसन्स हेर्दाखेरि सर्ट टर्म ट्रेडरहरुले चाहिँ यो लेभलको ब्रेकआउट अनि यहाँ साइडवेज मोमेन्टम अनि त्यसपछि रिट्रेसमेन्टमा किन्दा चाहिँ बेटर सिचुएसन देखिएको छ है र डेली टाइम फ्रेम हेर्नुभन्दा अगाडि यदि तपाईहरु हामीसँग रहेर ट्रेड गर्न चाहनुहुन्छ भने व्हाट्सएप भाइबर टेलिग्राम जुनसुकै प्लेटफर्ममा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ हजुरहरुले फर पेड ग्रुप भनेर हजुरहरुले मेसेज सेन्ड गर्नु होला हैन अहिले अब रिप्लाई नआए पनि जस्ट बेलका या भोलिसम्म तपाईहरुको रिप्लाई आइ नै हाल्छ सो अहिले अफरहरु चलिराखेको छ यु क्यान ग्र्याब दिस अपर्च्युनिटी है वैशाखको फर्स्ट विक या फर्स्ट डे सम्म यो रन हुन्छ सो तपाईहरुले चाहिँ यो ग्र्याब गर्न सक्नुहुनेछ है ल डेली टाइम फ्रेममा के छ त डेली टाइम फ्रेममा पनि साइडवेज मोमेन्टम छ ओभरअल सिमिलर केस है केही पनि चेन्जेस छैन बजारमा हामीले हिजो जे कुरा मेन्सन गरेको थियौं अस्ति जे कुरा मेन्सन गरेको थियौं एकदमै सिमिलर देखिएको छ जब ब्रेकआउट हुन्छ यो सेतो लाइनको फर्दर मोर अलिकति एग्रेसिभ एक्युमुलेसन्स या हैन एउटा अलिकति एग्रेसिभ ट्रेडिङ स्ट्र्याटेजी बनाएर हिँड्छु है भन्न सक्नुहुन्छ त्यस्तो नहुँदासम्म भनेको अहिलेलाई नर्मल हामीले साइडवेज मोमेन्टम मात्र देखेका छौं बजारमा है त अर्को अब हामी इन्डिकेटरको पर्सपेक्टिभबाट हेरौं के छ बजारमा है आरएसआई हामीले हेर्ने भने त्यही 43 44 45 46 यही लेभलमा साइडवेज मोमेन्टम दिइराखेको छ अब एग्रेसिभ मोमेन्टम जुन लेभलको क्यारी गर्नुपर्ने हो ट्रेडरहरुलाई बोलाउन त्यो लेभलको एग्रेसिभ मोमेन्टम देखिदैन यहाँ पनि अनब्यालेन्स भोल्युम साइडवेज मोमेन्टम सुरुमै मैले कुरा गरिहाले हैन भोल्युमको विषयमा हैन सुरुमा 5 अरब छ त्यसपछि फेरि नेक्स्ट विक पनि 5.3 हिजो 4.48 र आज 5.6 भनेपछि एभरेजमा त्यही 5 अरब जतिको ट्रेडिङ भोल्युम छ जुन चाहिँ मिनिमल नै छ है अर्को भनेको के छ बाइङ सिग्नल स्टिल पनि भ्यालिड छ हाम्रो मुभिङ एभरेज कन्भर्जन डाइभर्जेन्समा र यो लेभल जेरोको लेभलको चाहिँ हामीलाई ब्रेकआउट एकदमै नियर देखिन्छ सो यो जेरोको लेभलको ब्रेकआउट हुन्छ भने फर्दर मोर गुड मोमेन्टम क्यारी गर्न सक्छ मार्केटले त्यस्तो नहुँदा भनेको अलिकति साइडवेज मोमेन्टममै बस्ने देखिएको छ एउटा अर्को गुड थिङ के छ भन्नुहुन्छ भने अहिलेलाई
सुपर ट्रेन्डबाट बाइङ सिग्नल आएको छ तर एकदमै स्ट्रगल गरिराखेको रिजन भनेको चाहिँ हाम्रो जुन 20 दिनको मुभिङ एभरेज है बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डलाई चाहिँ ब्रेक गर्न सकिराखेको छैन बजारले सो यसको चाहिँ ब्रेकआउट हामीलाई एकदमै इम्पोर्टेन्टली चाहिएको छ त्यसपछि बजारले फर्दर मोर मोमेन्टम क्यारी गर्ने चान्सेसहरू देखिन्छ है सो अहिलेलाई चाहिँ मिनिमल नै छ साइड मोमेन्टम इन्डिभिजुअल स्टक फोकस गर्ने फ्लोर सिटहरू ट्र्याक गर्ने अपरेटरहरूको इन्भल्भमेन्ट कता छ बरु त्यस्तोमा हेर्ने और यही टप 10 गेनर्समै आएको स्टक जस्तै अब एमसीएचएलमा के छ त होइन यो लेभलको ब्रेकआउट भयो भने यो लेभललाई स्टप लस मान्ने ट्रेड गर्न मिल्यो अर्को एनजीपीएलमा के छ एनजीपीएल अब ओके साइड मोमेन्टमै रहेछ ठिकै छ है सो टार्गेट 1 त नजिकै रहेछ सो अब टार्गेट 1 को ब्रेकआउट भयो भने टार्गेट 2 लाई हेर्ने त्यसरी हेर्ने राधीमा के छ राधीले ओभरअल ब्रेकआउट दिएको छ रिट्रेसमेन्ट आउँछ भने यही लेभललाई स्टप लस मानेर क्विक ट्रेड पनि हेर्न मिल्छ एमकेजेसीमा के छ ल साइड मोमेन्टममा छ मजाले यो लेभललाई स्टप लस मान्ने टार्गेट लेभल हैन 630 त्यसपछि 700 त्यसरी राखेर अगाडि बढ्न सकिन्छ डीएचपीएलमा पनि के छ सिमिलर साइडवेज छ अब अलिकति फन्डामेन्टल विक छ स्किप गर्छु भन्न नि पाइयो सीकेएसएलमा के छ साइडवेज मोमेन्टम छ ठ्याक्क स्टप लस सेट गर्ने फर्स्ट टार्गेट 765 को छ ब्रेकआउट होस् 840 को टार्गेट राख्ने किन्ने सो त्यसरी चाहिँ आफ्नो जस्ट ट्रेडिङ पर्सपेक्टिभ है टप 10 गेनर्स नै हेर्नुपर्छ भन्ने पनि छैन एसपीपीएल पुरै साइड मोमेन्टम छ यता स्टप लस राख्ने हैन ट्रेडको लागि हेर्ने सो आफ्नो पर्सपेक्टिभबाट चाहिँ कुन स्टकमा कस्तो मोमेन्टम छ बरु मेजर हैन टप 10 गेनर्स टप 10 लुजर्स र टप टर्नओभर यति 30 वटा स्टकलाई चाहिँ तपाईहरुले छान्न सक्नु भने कति त मिक्स पनि हुन्छन् हैन जस्ट एभरेजमा 20 to 30 स्टक स्टडी गर्न सक्नुभयो भने तपाईहरुले तीनेर चाहिँ स्टकहरु पाइहाल्नुहुन्छ त्यसकै बेसिसमा सर्ट टर्म ट्रेडिङ मजाले गर्न मिल्छ है ल अब हामीले आजको ब्रोकरको सरी नेप्सेको सब इन्डेक्सहरु हेरौँ है के छ आज डेभलपमेन्ट बैंक बढेको छ ड्रपमा भनेको अदर इन्डेक्स रहेछ अरुमा नर्मल चेन्जेस छ आज के छ एएलबीएसएल मा कुनै पनि प्रकारको चेन्जेसहरु छैन 131 स्टकहरुमा डिक्लाइन छ भने 114 स्टकमा हामीले इन्क्रिमेन्ट पाएका छौं टप 10 गेनर्समा जान्छौं भने आज नयाँ अब दुईटा भनेको त आईपीओ आइहाल्यो सिन्धु 7.9% विन नेपाल 7% डीएचपीएल 5.9 एमसीएचएल मा 5.5 एनजीपीएल 5% राधीमा 4.6 एमकेजेसी मा 3.8 र सेकेन्ड पेज जाँदाखेरि सीकेएचएल मा 2.92 यूएसएलबी मा 2.56 मात्री एसएमएफबीएस लगायतका स्टकहरुको मोमेन्टम रिसेन्ट डेजमा राम्रै देखिएको छ है त टप 10 लुजर्समा के छ बीएनएल मा 4.37% एसपीपीएल मा 2.72% एसपीएल 2.45 एनआरएम मा 2.45 घोरै सिमेन्ट्स मा पनि 2.42% को ओभरअल ड्रप छ बीपीसीएल न्यादी एसएपीडीबीएल बीडीसी लगायतका स्टकहरुमा एभरेजमा 2% सम्मको हामीले फल पाएका छौं आजको भोल्युममा चेन्जेस छ है टर्नओभरमा राधी विद्युत कम्पनी धेरै समयपछि टप 10 गेनर्समा रुल गरिराखेको छ आज टप 10 गेनर्सको फर्स्ट नम्बरमा आएको छ सो एकदमै गुड भोल्युम आएको छ बधाई छ सबैलाई राम्रो मोमेन्टम क्यारी गरेर ब्रेकआउट नै दिएको छ सो गुड मोमेन्टम एनआरएन को पनि राम्रो छ भोल्युम 35 सीआर एचआरएल मा 30 करोड सीआरजीसी मा पनि लगभग 30 करोडकै छ एनजीपीएल मा पनि आज भोल्युम आएको रहेछ ल ठीक छ एनजीपीएल को पनि ओभरअल मोमेन्टम ठिकै देखिएको छ जीएमएलआई मा के छ 20 सीआर को ट्रेडिङ भोल्युम छ यूएमएचएल 17 करोड एनएबीबीसी 15 एनआरआईसी 14 र सिन्धुमा 13.5 को चाहिँ ओभरअल आज ट्रेडिङ भोल्युम आएको देखिन्छ आजको युनिट ट्रेडेड भोल्युमले हेर्ने भने एनजीपीएल मा ओके 9.3 लाख युनिट्स को छ ट्रेडिङ भोल्युम राधीमा 7.6 लक्ष्मी सनराइज 3.89 यूएमएचएल मा 3.88 केबीएल मा 3.8 एचआरएल 2.95 वरुण मा 2.53 पीसीबीएल मा पनि 2 लाख किता प्लस को छ एनआरएन पनि 2 लाख किता प्लस र घलेम्दी मा पनि 2 लाख किता प्लस को आजको ट्रेडिङ भोल्युम देखिन्छ ओके प्री ओपन सेसन करिब 1 अंकले बढेको रहेछ मार्केट है क्लोजिङ सेसनमा अलिकति घटेर बन्द भयो अब इन्टरनेशनल मार्केट त आज पुरै अब कुन भाषा बोल्नु हैन बुम बुम त्यो पाराकै भाषा बोल्ने खालकै बढेको छ हैन आज घट्दाखेरि 3% 5% गर्दै घटिराखेको थियो आज म्यासिभ यूएस को मार्केटहरु सबैतिर राम्रै बढेको छ है ट्विटर फलो गर्नुहुन्छ भने इन्ट्रेस्टिङ गेम चलिराखेको थियो त्यहाँ तपाईहरुले पनि हेर्नुभयो होला अरु के छ अरु कुराहरु भनेको नर्मल नै देखिन्छ है ल ठीक छ अरु केही पनि छैन सामान्य अंक घटेर मार्केट आज बन्द भएको देखियो आजको अब हामीले के छ टप 10 ब्रोकरहरुको फ्लोर सिट हेरौं हैन इक्विटी ट्रेडर फ्लोर सिट मेजरमा के छ नासा सेक्युरिटीज 58 नम्बर ब्रोकरको अलिकति सेलिङ देखियो है इम्पेरियल सेक्युरिटीजमा पनि सेलिङ 45 मा पनि सेलिङ छ ल ठीक छ सुमेरुमा बाइङ छ स्लाइटली डायनामिक मनी भिजनमा पनि सिमिलर छ यता पनि सिमिलर देखियो
ल भिरकुटी 55 नम्बरले आज किनेको रहेछ, क्यापिटल म्याक्सले पनि अलिअलि किनेको रहेछ भनेपछि 58, 45, 55 र 62 लाई चाहिँ हामीले एकचोटि मेजर ट्र्याक गरौँ है त। ल ब्रोकरको ट्रेड समरीमा जाउँ, त्यसपछि हामी सुरुमा 58 ब्रोकरलाई हेरौँ के छ। ल 58 मा सेलिङ साइडमा के छ, आज बरुन बेचेको रहेछ है, अरू ठिकै छ, एनआरएन पनि लगभग म्याचिङ भोल्युम छ, बरुन चाहिँ मजाले बेचेको देखिन्छ। अर्को 45 मा के छ, 45 ले के छ, एचआरएल ओके राधीमा मेजर इन्भल्भमेन्ट आज हैन, राधी पुश गर्नुमा 45 को राम्रो हेल्प छ जस्तो देखिन्छ। 45 ले मजाले बाई गरेको रहेछ आज, लगभग टोटल जुन आज इम्पेरियल सेक्युरिटिजको कारोबार भएको छ त्यहाँमध्ये 41% को बाई चाहिँ हाम्रो राधीमा देखिन्छ 45 नम्बर ब्रोकरबाट है। सो गुड एकुमुलेसन भनौँ। 55 नम्बर ब्रोकरले के गरेको छ भन्दाखेरि आज जिएमएलआई किनेको रहेछ है, लगभग 50,000 किता। सो राम्रो बाइङ देखिन्छ जिएमएलआईमा पनि। 69% सिंगल स्टक बाई गरेको छ। 62 नम्बर क्यापिटल म्याक्समा के छ, आज युएमएचएलमै कारोबार भएको देखिन्छ, लगभग 30,000 किता जस्तो चाहिँ एक्स्ट्रा एड गरेको देखिन्छ क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले है। सो राम्रै किताहरू चाहिँ एड भएको देखियो 62 नम्बर ब्रोकरबाट पनि। ल ठिक छ, अब हजुरहरूको स्टक क्वेरीजहरू केही छ भने अहिले हामी हेरौँला हैन ब्रोकरको स्टक होल्डिङ। र तपाईहरु नयाँ हुनुहुन्छ भने सबैजनाले सब्स्क्राइब गर्नु होला हाम्रो च्यानलमा, र हामीसँग रहेर ट्रेड गर्नको लागि चाहिँ तपाईहरुले यहाँ दिएको नम्बरमा व्हाट्सएप, भाइबर, टेलिग्राम जुनसुकै प्लेटफर्ममा पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ है त। ल अब स्टक क्वेरीजहरुतिर लागौँ हामी। टप कमेन्ट्स सरी न्यू कमेन्ट्समा जाउँ, त्यसपछि हामी टप कमेन्ट्सबाट स्टार्ट गरौँ है। गुड एनालाइसिस सर, एमकेजीसी डिटेल एनालाइसिस प्लिज, 1 month होल्ड एन्ड जीएफसीएल होल्ड गरेको साइडवेज के एग्रीड स्ट्र्याटेजी भनिदिनु भन्नुभएको रहेछ। ल थ्याङ्क यू है हजुरलाई कमेन्ट्सको लागि। एमकेजीसीमा त एकदमै राम्रो भोल्युम आज है, आज रिसेन्ट डेजमा अलिकति राम्रै भोल्युम पुश भइराखेको छ यो स्टकमा। नर्मली 40-50 हजार किता भोल्युम आउने स्टक हो, आज अलिकति राम्रै छ। 39 नम्बर ब्रोकरको म्याचिङ रहेछ 31,000 भनेपछि मेजर इन्भल्भमेन्ट 39 नम्बर ब्रोकरकै छ, अरू भनेको ठिकै होल्डिङ भएको ब्रोकरहरू देखियो। अहिलेको लागि 600 देखि 630 भनेको तपाईको लागि टार्गेट 1 छ, टार्गेट 2 भनेको चाहिँ 700 को लेभल देखिन्छ एमकेजेसीमा है त। जीएफसीएल को की कुन भन्नुभएको छ हाम्रो, ओके जीएफसीएल है। जीएफसीएल कम्प्लिट साइडवेज मोमेन्टम देखिन्छ, सपोर्टको लेभलमा छ। राइजमा तपाईले 700 को रिजन ब्रेकआउट दिन सक्दैन भने समहाउ ब्याकअप पनि म्यानेज गर्नुपर्ने देखिन्छ है। सीकेएचएल कतिसम्म होला टार्गेट भन्नुभएको रहेछ। सीकेएचएल को लागि तपाईको इनिशियल टार्गेट भनेको 760 देखि 80 को रिजन देखिन्छ अहिलेको लागि है। सो लङ टर्म को लागि अपर एनएचपीसी ओके, यिनीहरू त मेरो सजेसन्समा अलि नपर्ने खालको स्टक हो हुनलाई हैन। अब अपर रामाकोसी एकदमै ह्युज स्टक छ है, बरु लङ टर्म जाने भने अलिअलि बोनस डिभिडेन्ड खाने ब्याङ्कतिर जानुस् न, तिनीहरू पनि तल नै छ, सिमिलर रेटमा पनि पाइरहनु भएको छ, फ्लक्चुएसन सिमिलर आइहाल्छ हैन। जस्तै ल एकचोटि कम्पेयर गरौँ है कति बढेको रहेछ, कम्पेरेटिभ हेर्ने त हो हैन नर्मल्ली। ल यो 89% ले बढेको रहेछ हैन। ल हाम्रो एनआइएमबी लोबाट कति बढेको छ भन्दाखेरि 97% बढेको रहेछ है, यो राम्रो बढेको छ। ल सानीमा ब्याङ्क कति बढेको रहेछ, हामीले त लो टु हाई नै हेरिराखेको छौँ नि त हैन। ल सानीमा ब्याङ्क 66% ले बढेको छ, मजाले एभ्री टाइम तपाईलाई डिभिडेन्ड पनि दिइराखेको छ। जस तिनीहरूको मोमेन्टम र यताको यो स्टकहरूको पनि मोमेन्टम सिमिलर वेमा गइराखेको हुन्छ। सो उता शिफ्ट गर्दा बेटर, लङ टर्म नै जाने हो भने, मिड टर्म जाने हो भने चाहिँ अब अलिकति यो भन्दा मिड क्याप खाले हाइड्रोहरू हेर्दा बेटर हुन सक्ला है। ग्रेट एनालाइसिस, आई अलवेज वाच योर रेगुलर भिडियो भन्नुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई है। गुड एनालाइसिस भन्नुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई। केकेएचसी एसएसएचएल जोशीको टार्गेट, ल जोशीको लागि टार्गेट 1 भनेको तपाईको 410 छ है। केकेएचसी को कुरा गर्ने भने टार्गेट 1 370, टार्गेट 2 भनेको 415 देखि 420 को देखिन्छ। ओके शिवाश्री हाइड्रो पावर साइडवेज मोमेन्टममा छ, इनिशियली 250 देखि 60 को टार्गेट देखिन्छ है। एनयुबिएल स्टप लस गर्ने कि होल्ड गर्ने भनिदिनु न भन्नुभएको रहेछ। एनयुबिएल साइडवेज मोमेन्टममा छ, 650 सस्टेन सम्म स्टप लस गर्नु परेन, 720 देखि 50 को टार्गेट छ है यो स्टकमा चाहिँ एनयुबिएलमा। गुड एनालाइसिस सर भन्नुभएको छ, थ्याङ्क यू सो मच आनन्द शर्षजी। न्यादीको सेल गर्ने कि होल्ड प्लिज भन्नुभएको रहेछ। ल न्यादी हाइड्रो पावरमा, न्यादी हाइड्रो पावर साइडवेज मोमेन्टम छ, स्टप लस हिट गरेको छैन, 650 तिरको रिजेक्सन हुन्छ भने एक्जिट हेर्न नि मिल्छ है। एनआइसिएल हेरिदिनु न प्लिज, मिड टर्मको राइट सेयर्स भन्नुभएको छ। राइट सेयर्स चाहिँ आइसकेको छैन, पाइपलाइनमा छ कि के छ।
फन्डामेन्टल राम्रै स्टक छ, राइट शेयर्स आउनु पर्छ यसको सर्टेन लेभलमा आफ्नो क्यापिटल पुर्याउनको लागि। 820 को रिजनको ब्रेकआउट हुन्छ भने एक लेभलको रिस्क लिएर 900 को टार्गेटमा होल्ड गर्न चाहिँ मिल्छ, राम्रै छ है। थ्याङ्क यू सर। एनएसडिएल एन्ड पिएफएल हेरिदिनु न भन्नुभएको छ। एनएसडिएलमा के छ ल, एनएसडिएल साइड मोमेन्टम छ, बाई गर्ने हो भने 830 को ब्रेकआउट पछि हेर्दाखेरि अलिकति बेटर या सेफ पोजिसन्स बन्ला हजुरलाई। पिएफएलमा इनिशियली 445 को टार्गेट हुन्छ, 520 को सेकेन्ड टार्गेट इफ ब्रेकआउट सस्टेन गर्छ भने है। ग्रेट एनालाइसिस, थ्याङ्क यू भन्नुभएको रहेछ, युआर वेलकम। अपीको 1 इयरको होल्डिङ, ओके 1 इयरमा जाउँ हामी, अपी पावरमा जाउँ है त। ल अपी पावर कम्पनीमा 28 नम्बरको छ, 8,85,000 युनिट्स है। एभरेज प्राइस भनेको 284 तिरको देखिन्छ। नमस्कार सर, एमबीजेसी को सेलिङ टार्गेट भनिदिनु न प्लिज, थ्याङ्क यू भन्नुभएको रहेछ। एमबीजेसी साइड मोमेन्टममा छ, एउटा राम्रो सपोर्टको लेभलमा आएको छ, अहिले लिनुहुन्छ भने 280 को स्टप लस राख्नु होला। इनिशियली तपाईको 345 to 50 को टार्गेट छ, सेकेन्ड टार्गेट 420 सम्मको हुन सक्छ है गुड सिनारियो पुशमा। राजेश शाहजी, थ्याङ्क यू सो मच हजुरलाई फर लभ रिएक्सन्स। फर्स्ट कमेन्ट जीएलबीएसएल, पीएससीएल, एनआरआईसी को टार्गेट। जीएलबीएसएल को हेरौँ, टार्गेट 1 भनेको त्यही 3000 देखि 3200 को रिजन छ। पीएचसीएल मा के छ, पीएचसीएल साइड मोमेन्टममा छ, फर्स्ट इनिशियल त्यही 600 को टार्गेट हो, सेकेन्ड टार्गेट चाहिँ राम्रो छ, 600 को रिजन सस्टेन गर्छ भने तपाईले 555 को स्टप लस राखेर 680 देखि 730 सम्मको टार्गेट राख्न मिल्छ है। एनआरआईसी को के छ, साइड मोमेन्टम छ, ठिकै छ है, 370-80 को ब्रेकआउट चाहियो, सरी 1370-80 को 1500 सम्मको टार्गेट बन्न सक्छ यो स्टकमा। राई रुद्र सिंह जी, थ्याङ्क यू सो मच फर लभ रिएक्सन्स हजुरलाई। पूजा सापकोटा जी हजुरलाई पनि थ्याङ्क यू सो मच। पीएचसीएल को कुरा भइहाल्यो। सिन्धु के गरौँ सर भन्नुभएको रहेछ। सिन्धु ठिकै छ, साइड मोमेन्टममा छ, नयाँ ट्रेड हो भने चाहिँ 1000 को स्ट्रिक्ट स्टप लस राख्नै पर्छ है तपाईहरुले। कम्प्लिट साइडवेजमा छ, 1000 को स्टप लस बस्छ, 1300 को टार्गेट छ। राइट शेयर्सहरुको के छ त्यो हेर्नु होला है, फेरि त्यो चाहिँ मैले हेरेको छैन। एमकेजेसी को मैले कुरा गरिहाले, राम्रो सेटअप छ, भोल्युम आइराखेको छ हैन, टार्गेट 1 इजिली हिट हुन सक्छ। हिमालयन ऊर्जाको भन्नुभएको रहेछ, हिमालयन ऊर्जा पनि ठिकै छ, 250 को ब्रेकआउट दिन्छ भने 270 देखि 80 को टार्गेट राखेर होल्ड गर्न मिल्छ। ब्रेकआउट देखिएन भने अलिकति एडजस्ट गर्नु होला है क्याश। भूपेन्द्र श्रेष्ठ जी, थ्याङ्क यू सो मच हजुरलाई फर लभ रिएक्सन्स। शिशिर सूर्यवंशी जी हजुरलाई पनि थ्याङ्क यू सो मच फर लभ रिएक्सन्स। जीआरडीबीएल राइट शेयर को बारेमा भनिदिनु न भन्नुभएको छ। अब यसको क्लोज के छ, एजीएम के छ, त्यो चाहिँ मैले डिटेलली फलो गरेको छुइनँ। एकचोटि वेबसाइट हेर्नु होला, यसको डिटेल मलाई थाहा भएन है। कसैलाई थाहा छ भने हजुरहरूले कमेन्ट्स गरिदिनु होला है, जीआरडीबीएल को राइट शेयर्स को बारेमा केही थाहा छ भने है। मुगेन जी, थ्याङ्क यू सो मच हजुरलाई फर लभ रिएक्सन्स। सिटी को बाइजोन सर भन्नुभएको छ। सिटी होटल को बाइजोन अब यो रिजन सस्टेन गर्दैन भने त 800 तिर आउँदाखेरि चाहिँ बेटर हुन्छ है बाइको लागि। पूर्ण बहादुर जी, थ्याङ्क यू सो मच फर लभ रिएक्सन्स। एलिजा नेपाल जी हजुरलाई पनि थ्याङ्क यू सो मच फर लभ रिएक्सन्स। एचडीएल र एसएचपीसी, ओके एचडीएल फन्डामेन्टल अब ठिकै छ, एभरेज कम्पनी है अहिलेको सिनारियोमा चाहिँ, अब एकदमै गुड बेस्ट हैन, छुटाउनै नहुने खालको कम्पनी पनि हैन। साइड मोमेन्टम छ, ट्रेन्ड लाइन सपोर्टमा आएर बसेको छ, 1240 देखि 50 को टार्गेट छ। एसएचपीसी पनि भेरी गुड कम्पनी, फन्डामेन्टल एकदमै गुड कम्पनी छ, स्टप लस ट्रेड गर्नेको लागि राम्रै छ, 430 को स्टप लस छ, 520 को टार्गेट छ है। यूएलबीएसएल फ्रेश एन्ट्रीको लागि भनिदिनु पर्यो सर प्लिज भन्नुभएको छ। उपकार लघु वित्त स्टप लस राखेर मात्र ट्रेड गर्न मिल्छ है यसमा। यो लेभलको स्टप लस छ, इनिशियली हैन 3700 को टार्गेट छ, सेकेन्ड टार्गेट 4000 र अल्टिमेटली 5200 को टार्गेट छ है। वरुण को सेलिङ टार्गेट प्लिज भन्नुभएको छ। वरुणमा आज कुन अघि बेचेको देखिएको थियो है, हेर्नु भयो होला हजुरले पनि, यहीँबाट पनि एकचोटि हेर्दिम। ओके आज 58 ले चाहिँ अलिकति बेचेको रहेछ वरुण। इनिशियली अब यो लेभल पछिको टार्गेट भनेको 550 नै छ है त। मितेरी डेभलपमेन्ट बैंक एमडीबी साइड मोमेन्टम छ, फर्स्ट टार्गेट 640 to 50 है। एनआरएन को टार्गेट प्लिज भन्नुभएको छ। एनआरएन मा त गुड प्ले नै छ, स्टिल पनि अल टाइम हाई ब्रेक गरिराखेको छ, 1800 को छ है इनिशियली, त्यसपछि ब्रेकआउट दियो भने हेरौँला फेरि। एसकेबीबीएल लङ टर्म राख्ने स्टक हो हैन, फन्डामेन्टल भेरी गुड स्टक, अहिले कम्प्लिट साइड मोमेन्टममा छ, गुड क्यापेसिटी छ, डिभिडेन्ड वाइज पनि हेर्ने भने एनपीएल बैंकको सँगसँगै मेन्टेन गरेर चल्न सक्ने खालको माइक्रो फाइनान्स हो यो है। बुक भ्यालु नै एकदमै गुड छ, 230 को बुक भ्यालु छ। एनपीएल हेर्नुहुन्छ भने जम्मा 2.27% छ, अहिले कतिपय बैंककै छ 4% भन्दा माथि, भनेपछि राम्रै सम्हालेर हिँडिराखेको कम्पनी हो भन्न मिल्छ है। थ्याङ्क यू सर भन्नुभएको छ, यु आर वेलकम है। हेलो सर, सीएचसीएल भन्नुभएको रहेछ। सीएचसीएल ठिकै छ फन्डामेन्टल है,
ओभरअलमा टार्गेट 1 राइजमा 495 to 500 ब्रेकआउट गरेन भने यु क्यान एक्जिट है। लामटारी रुद्रजी थ्याङ्क यू सो मच फर हजुरलाई लभ रियाक्सन्सको लागि। इन्द्र लिम्बुजी हजुरलाई पनि थ्याङ्क यू सो मच फर लभ रियाक्सन्स है। सो थ्याङ्क यू सो मच एभ्रीवन फर सो मच लभ एन्ड सपोर्ट। च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गर्नु होला, सबैजनाले भिडियो लाइक पनि गर्नु होला र शेयर पनि गर्नु होला है त। र हामीसँग रहेर ट्रेड गर्नको लागि अहिले अफर चलिराखेको छ, यो नम्बरमा हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। ह्यापी ट्रेडिङ एभ्रीवन।